नमस्ते साथीहरू, आज चाहिँ मैले नेपाल बैंक लिमिटेडको कनिष्ठ सहायक तह 3 को लागि सोध्ने प्रश्नहरू लिएर आएकी छु। जसमा चाहिँ पहिलो प्रश्न छ, साइपाल हिमाल कुन जिल्लामा पर्दछ र यसका अप्सनहरू बझाङ, धनकुटा, इलाम र बर्दिया र यसको अप्सन क बझाङ। र प्रश्न नम्बर 2 मा छ, सबैभन्दा ठूलो जिल्ला डोल्पा जिल्लाको क्षेत्रफल कति रहेको छ र यसका अप्सन 8779, 9778, 7889 र 9878 र यसको सही उत्तर छ 7889। त्यसैगरी अर्को प्रश्न छ, क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो प्रदेश कुन हो? यसका अप्सनहरू छन् अप्सन क कर्णाली, अप्सन ख बागमती, अप्सन ग गण्डकी र अप्सन ग कोशी र यसको सही उत्तर हो अप्सन क कर्णाली। त्यसैगरी अर्को प्रश्न, सगरमाथाको प्रवेशद्वार नाम्चे बजार कुन जिल्लामा पर्दछ? अप्सनहरू छन् क गोर्खा, ख भोजपुर, ग दोलखा र ग सोलुखुम्बु र यसको उत्तर हो अप्सन ग सोलुखुम्बु। हस् त, यति नै आजलाई भूगोलबाट आजलाई यति नै। अरू सेटहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस् त, धन्यवाद।